के छ हाम्रो संसारको हालखबर? एकदम ठिक छ। अनि तपाईँ यहाँ अहिले फलेमा चाहिँ सबै कुराहरू तपाईँले हेरिराख्नु भएको छ। अनि सरसफाइदेखि लिएर गुम्बादेखि लिएर सबै हेर्नुभएको छ। अनि त्यसमा चाहिँ तपाईँले कस्तो लागिरहेछ अहिले यहाँ? मलाई चाहिँ एकदम खुसी लागिरहेको छ। आफ्नै जन्मथलो गाउँमा चाहिँ यता बस्दाखेरि चाहिँ अति आनन्द लाग्छ, मलाई आनन्द लाग्छ क्या। अनि यो अहिले फलेमा चाहिँ कति घरधुरी छ? जम्मा 11-12 घर धुरी जति छ। 4जना लामा अनि यता कम्प्लिट गरेर 11-12 घर जति छ अहिले यहाँ बसोबास गरेको। तपाईँ हिउँदोभरि यतै बस्नुहुन्छ कि काठमाडौँतिर जानुहुन्छ? म हिउँदो 2 महिना चाहिँ काठमाडौँ बस्छु अनि 10 महिना चाहिँ म यतै बस्छु। अनि अरू तपाईँले केही यता हाम्रो फल्लेतिर केही अनि यसो समस्या परेकोहरू के छ कि छैन? समस्या भन्नु परेपछि त समस्या हो। समस्या आफैले टार्नु पर्ने हो हैन। समस्या त समस्यै छ हामी गाउँमा। बाटोघाटोदेखि लिएर सबैको लागि गरेर समस्या बताउनुसम्म मान्छेको समस्या कहिले पनि सिद्धिँदैन। के भन्नु, समस्या त समस्यै छ। अनि अहिले टुरिस्ट चाहिँ कतिको आएको छ यतातिर माथि हाम्रो यता फल्लेदेखि माथि गुन्चातिर? यो सिजनमा चाहिँ पोहोरभन्दा अलिक कम आएको जस्तो मलाई चाहिँ त्यस्तै लाग्दैछ। पहिलाभन्दा त निकै बढेको छ। तपाईँको पनि यहाँ होटल व्यवस्था छ कि छैन फल्लेमा? मेरो एउटा सानो होटल व्यवस्था छ, लासा गेस्ट हाउस भनेर। त्यसमा चाहिँ तपाईँको खानेकुराहरू यताउता के छ व्यवस्था? मेरो एकदम छ। मोमो, थुक्पा, चाउमिन, ढेँडो, थेन्दुक, स्प्रिङ रोल सब जे भन्छ धेरै प्रकारको छ। कफीदेखि लिएर कफी पनि छ। तपाईँ भने कफी भन्नाले स्प्रेसो मेसिनहरू पनि ल्याउनु भएको छ? मिसिन त मिसिन छैन, हातको मिसिन। ल ल ल ल त्यस्तै रहेछ है। अब ठिकै छ। अब दिन पनि राम्रो भइरहेछ। हजुर। अब अरू भन्दा पनि हाम्रो फल्ले गाउँको यस्तै रहेछ। हजुर। दिन अहिले एकदम राम्रो भइरहेछ। दिन अहिले एकदम सफा भइरहेको छ। एकदम हरियाली हुनु लागेको छ। अब यहाँ रहेछ। तपाईँको माथि हेऱ्यो भने अहिले अलिकति माथि हुस लागेको जस्तो छ। त्यो अब त्यसैले